फागुनको न्यानो साँझ थियो र फेवातालको छेउमा एउटा जोडी चुपचाप बसिरहेका थिए। श्रेया र आयुष। श्रेया फेवातालतिर हेर्दै थिइन्। उनी सधैँ चाहिँ मौन थिइन् र हेर्दा लाग्थ्यो कि उनीले कुनै गहिरो कुरा लुकाएकी छिन्। आयुषले मौनतालाई चिर्दै भन्छन्, हेर न, यो ताल पनि तिमी जस्तै लाग्छ, शान्त र गहिरो। श्रेया हल्का मुस्कुराइन् र त्यो मुस्कानमा थकान, माया र एक प्रकारको टाढिने सङ्केत थियो। तिमी पनि सधैँ यस्तो कविता लेखे जस्तो कुरा गर्छौ। उनी निकै भावुक देखिन्थिन्। म तिम्रो लागि कविता मात्र होइन, किताब पनि लेख्न सक्छु जस्तो लाग्छ। तिमी मेरो जिन्दगीको सबैभन्दा राम्रो अध्याय हो, आयुषले श्रेयालाई हेर्दै भन्छन्। श्रेया केही क्षण मौन र शान्त हुन्छन्। उनीले फेवाताल हेर्दै भन्छन्, तर केही अध्यायहरू छोटा हुन्छन् आयुष। के भन्न खोज्दैछौ तिमीले? आयुष अचम्म पाराले प्रश्न गर्छन्। मैले धेरै दिनसम्म तिमीलाई एउटा कुरा भन्न सकेको थिइनँ, तर अब मैले भन्नै पर्छ। मलाई क्यान्सर छ, त्यो पनि अन्तिम चरणको। श्रेयाको कुरा सुन्नासाथ आयुषको भाव बेग्लै हुन्छ। केही क्षण आयुष बोल्न सक्दैनन्। फेवातालको पानी पनि उसलाई थप्प भए जस्तो लाग्छ। यो तिमी के भन्दैछौ श्रेया? यो कस्तो मजाक हो? आयुष नर्भस भएका थिए। म चाहन्थे कि तिमीलाई यो कुरा थाहा नहोस्। म चाहन्थे कि बाँकी रहेका दिनहरूमा हामी दुःखमा होइन, खुसीसँग बसौँ। त्यसैले म मौनै बसेँ। श्रेयाका आँखा रसाएका थिए। आयुषले श्रेयाको हात समाए र भावुक हुँदै भने, तिमी जति दिन बाँच्छौ म तिमीलाई यति माया गर्नेछु कि तिमीले सारा पीडा बिर्सनेछौ। त्यस पश्चात आयुषले श्रेयाको साथ कहिले पनि छोडेनन्। त्यसको साथसाथै आयुषले श्रेयालाई धेरै ठाउँमा गुमाउन थालेका थिए। एक दिनको कुरा हो, श्रेयाले आयुषलाई हेर्दै भने, म यो संसार छोडेर गए तापनि तिमी लेखिरहनु र तिम्रो लेखमा म जिउन पाउनेछु। तिम्रो माया कहिले मर्दैन, आयुषले निकै भावुक भएर भने। समय बित्दै गयो र 1 महिनापछिको कुरा हो। अस्पतालबाट फोन आउँछ। आयुष हतारिँदै अस्पताल पुग्छन् र उनी अस्पताल पुग्दा श्रेयाको मृत्यु भइसकेको हुन्छ। उनी निकै रुन्छन्। त्यही क्रममा नर्स आयुषको नजिक आउँछिन् र आयुषलाई चिठी दिएर निस्किन्छन्। अनि आयुष चिठी पढ्न थाल्छन्। प्रिय आयुष, जब तिमी यो चिठी पाउँछौ, म संसारबाट छोडेर गइसकेको हुनेछु। मेरो आत्मा र मेरो माया सधैँ तिमीभित्र हुनेछ। मलाई थाहा छ कि म बिना तिमी बाँच्न सक्दैनौ। मलाई यो पनि थाहा छ कि मेरो चिठी पढेर तिमी रोइरहेका छौ, तर तिमी नरो। बरु लेखिरह, मलाई शब्दमा बाँधेर बचाइराख। तिमीसँग समय बिताएका राम्रा पलहरू छन्। त्यसैले बाँकीका दिनहरू राम्रोसँग बिताऊ, तिम्रो श्रेया। त्यो दिनदेखि आयुषले कसैसँग प्रेममा अर्कै नाम थपेनन् र अरूसँग प्रेम गर्न रुचाएनन्। उनीहरूले शब्दमा श्रेयालाई बाँधिरहे। कविता, कथा, डायरी सबैमा श्रेया थियो। आज पनि फेवातालको किनारमा आयुष लेखिरहेका थिए। उनको लेखनमा आँसु मिसिएका थिए, तर शब्दमा प्रेमले भरिएका हुन्छन्। श्रेया यो संसारमा नभए तापनि उनी एउटा अधुरो प्रेम भएर आयुषको आत्मामा बाँचिरहेकी छिन्। एउटा यस्तो प्रेम जसले मृत्युपछिको पनि जीवन दिइरहेको छ।